चिप्ले च्याउ यो च्याउ पनि चिप्ले च्याउ रहेछ वेल च्याउ अन्त यो मलाई देखाइ कस्तो मजाको छ यो बेसी छिपिहाल्छ हो यो चाहिँ तपाईँको हाम्रो एडभेन्चर चाहिँ यो एडभेन्चर हो जङ्गल एडभेन्चर सर्भाइभल क्याम्प यो हामीले सर्भाइभ गर्नै पर्यो नेचरसँग हाम्रो मेन लोकल गाइड हाम्रो गमबहादुर मामा गमबहादुर गुरुङ हुनुहुन्छ उहाँ तपाईँको पुरानो यो जङ्गलको चाहिँ चप्पा मलाई याद छ है अन्त यो च्याउको विषयमा मामा भनिदिनुहोस् त यो च्याउ कुन चाहिँ च्याउ हो यो चाहिँ चिप्ले च्याउ हो हजुर यो पहिलेदेखि हामी सानो बाल्यकालदेखि खाएको हो हजुर यो खाँदा हुन्छ है त्यसो भए भरे सब्जीको लागि लानुपर्छ क्या मामा बेसी छिप्पे छ हजुर बेसी छिप्पे प्लत हुन्छ है राम्रो हुँदैन हो बेसी छिप्पे पुरा पाइसकेको छ ए गइसकेको छ छिप्पे यो चाहिँ हाम्रो चिया बनाउनु हुँदैछ अहिले चिया अब हामी लन्चको प्रिपरेसन गर्दैछौँ खाना त एकैचोटि बनाऊ होला बेलुकैसम्म भाइ होइन है एकै हो फाइनली हामी आजको हाम्रो बास बस्ने ठाउँमा आइपुग्यो कुन सुगन्ध भनेको अहिले तपाईँलाई कस्तो फिलिङ हुँदैछ आम्मा जग्गा त तपाईँको हेभेन भन्ने तर अब अलिकति बटरफ्लाई नदेख्दा चाहिँ सुगन्ध चाहिँ थपेन कि एनिवेज के छैन पाउँछ होला हेरौँ लेट्स होप फर द बेस्ट विकासलाई दाल बनाउँदैछ यहाँ हाम्रो मेन ट्रेकिङको मेन हिट इन्स्ट्रक्टर विकास राउत तर उहाँ आफै पनि काम गर्नुहुँदैछ है बनाउँदैछ ब्रेकफास्ट ब्रेड र तपाईँको बटरसँग एकदम अर्ग्यानिक छ अलिक मैला पनि जता जग्गा तर अब चल्छ है अलिअलि त चाहिँ चलिन्छ चल्छ हिजोको बाटो दामी त्यो ब्लक गर्ने भयो ब्रेड रेडी हुँदैछ अब आउँछ ब्रेकफास्टको लागि त्यही त है यो तपाईँको हाम्रो यो चाहिँ तपाईँको डडेली टार भन्छ यसमा तपाईँको हाम्रो त्यहाँ पनि एउटा चौतारा जस्तो स्टे गर्ने छ है सबै छ यहाँनिर